हे गाइस वेलकम टु माई न्यू ब्लग। तपाईहरु हेर्दै गर्नुहुन्छ ब्लग। हामीहरु आज जाँदैछौँ घुम्न, तर कहाँ भन्नुहुन्छ भने हामीहरु जाँदैछौँ कोलापारी। घुम्छु पनि नुहाउँछु पनि अनि हामीहरुले दिएको छ कोला पाक्न, त्यो कोला पनि खान्छ। तपाईले अब हिँड्नु साइकलमा जाँदैछौँ हामीहरु। गाइस हामीहरु निस्किहालेको छु घरबाट। अब जान्छु अनि नुहाउँछु, मोज गर्छु। हेर्नु हामीहरु 4 जना आउँदैछु, उता छ 1 जना, यहाँ छ अनि यो मेरो ड्राइभरले साइकल चलाउँदैछ। गाइस हामीहरु आइसकेको छु अनि यहाँ हेर्नुहोस् उता छ त्यो हाम्रो म्यान, उता नुहाउने छ अनि हामीहरु उता नुहाउँछु, त्यहाँ नुहाउँछु हामीहरु अनि उताबाट लग्दा हेराइदिन्छु तपाईहरुलाई। अनि यहाँ हेर्नु यहाँ कोला बगान छ, पुरै छ गाइस, पुरै उतादेखि उतासम्म छ पुरै। कति बिघा छ रे? 15 बिघा कि 15 बिघा कोलाको बोटहरु नि छ अनि हामीहरुले त्यहाँ कोला पाक्न पनि दिएको थिए अनि त्यहाँ साइकल राख्दैछ उनीहरु। यहीँबाट जान्छौँ हामीहरु, यहीँबाट त्यहाँ जान्छौँ, नुहाउँछु। साबुन पनि छ त्यही, हामी अस्ति नै आएको साबुन राखेको थियो। अनि अब पहिला जान्छौँ हामीहरु कोला हेर्न के भएको छ, पाकेको छ कि छैन। हिँड कोला हेर्न। गाइस यहाँ दिएको थिएँ कोला पाक्न अनि यहाँ उता गयो हेर्नु। हामीहरु यहीँबाट कोला खान्छु। मैले त्यहाँ भिडियो बनाउन सकिनँ किनकि मेरो ग्यालेरी नै फुल भइहालेको थियो अनि डिलिट गरेँ, सबै यो फाल्तु चिज थियो त। अनि यता बाहिर आएर अनि म भिडियो बनाउँदैछु, हेरिहाल्नु यस्तै छ। अब जान्छु हामीहरु उतातिर जान्छु, अब नुहाउँछु अनि यहीँबाट जान्छु गाइस, यहीँबाट हेर्नु त्यहाँ नुहाउँछु हामीहरु, नुहाउन जान्छु। अब साइकल यहाँ हेर्नु, साइकलहरु यहीँ मरेको छ। मेरो साइकल यस्तै फ्याँकिदिएछ रे, कसले ताला लायो र? ठिक गर्न रे, ठिक गरेर राख, मुला बिगाडिदिएस् त। त्यहाँ राख्न, त्यहाँ राख, उता राख, उता राखिदे साइकल। लडाएर रे, यस्तै रामरी घर भाँचिदिन्छेस् ज एउटा छ मुला। ए लडायो मुलाले, ए फेट भाँचिदिन्छ यार यसले त, उल्टो घुमाउँदैछ। ठिक गर, त्यस्तो गर। अब सुताइदिए यसलाई त। गाइस अब हामीहरु उत्रिन्छु यताबाट, हेर्नु कस्तो छ। जस्तो उता पनि त बोले नि ए गाली नगर, कपिराइट आइहाल्छ। हामीहरु यस्तै उत्रिरहेछु गाइस। अब हेर्नु गाइस यहाँ चिप्लो छ, यस्तो पानीमा म कसरी भिडियो बनाउनु। पुरै हेर्नु फुल पेन्ट लाउँदा यस्तै दिक्क नुहाउनु आउनु गाइस। अहिले गर्मीको टाइम छ, सबैजना नुहाउनु, मोज गर्नु, चिल गर्नु। अहिले टाइम छ गाइस नुहाउनु, त्यो गर्न सबै टाइम छ गाइस। यहाँ धेरै पानी भइहाल्यो, मेरो प्यान्ट भिज्यो। मेरो हेर्नु उता गइसकेको छ, उता मेरो कति टाढा गइहाल्यो। म र मेरो एउटा साथी क्यामेराम्यान गर्दै थियो, हामीहरु पछाडि छु। अनि यहाँ हेर्नु गाइस गाई बाख्रा सबै छ, यहाँ पनि छ नुहाउने ठाउँ। अनि फेरि हामीहरु यताबाट जान्छु नुहाउन। फेरि मलाई प्यान्ट माथि भयो, यहाँ दलदल छ गाइस, दलदल धसिहाल्छु नत्र हामीहरु। अब यहाँ यत्रै गाइस कस्तो लाग्दैछ, पानी छ त पुरै। चप्पल गयो मेरो, गयो गाइस। यहाँ गाइस हेर्नु घाँसै घाँस छ, घाँस काट्न आइहाल्नु तपाईहरु गाई बाख्राको लागि। यो हेर्नु पानी यस्तो छ गाइस। साबुन छ खोइ? साबुन छैन? ले मुला कस्तरी मरिहाल्यो त साबुन। गाइस साबुनको भुटी निस्किहालेको छ, यहाँ हेर्नु। त्यता हेर्नु पानी यस्तो छ गाइस, पानी यस्तो छ। पक नजा, पहिला भिडियो बनाउन दे। भित्रै भिडियो ठिक छ कि छैन त गाइस हेर्नु। अब सँगै जानुपर्छ ल सबैजना। पक अनि यहाँ सबैजना हेर्नु, यो जान खोज्दैछ यो मुलालाई। फेरि म जाँदैछु, पक्क क्यामेरा गर त, म यो खोल्छु कपडा सपडा। गाइस हामीहरु कपडा यहीँ राखिदिन्छु। यो टोकरी के हुन्छ फेरि, लाज चार्ज केही हुँदैन, हामीहरुको त चड्डी हुन्छ पगडी ले। अनि युट्युबमा त हाल्छु। अनि हेर्नु यहाँ सबैजना नुहाउनको लागि रेडी भइहालेको छ। यहाँ लक्ष्मण ज्यू छ, यहाँ सतीश ज्यू छ, लम्बु, अनि यहाँ हाम्रो जिगर ज्यू छ। अब पालो जान्छ, पहिला क्यामेरा गर्दा भाइ अलिकति। गाइस धेरै मजा आउँछ, ठन्डा छ गाइस। ओ भाइ गाइस धेरै मजा आइहाल्यो। हामी तपाईँ पनि उता फेरि हेराउँछु एकछिनतिर। हामीहरु पनि नुहाउन जान्छु। अब मेरो साथी जाँदैछ, जाऊ
गाइस ऊ गइहाल्यो नुहाउनको लागि। अनि हेर्नु यहाँ यस्तो तरिकाले नुहाउँछ। ओए पानीको मुनि नि बालुवामा खुट्टा यो गर, नत्र फेरि हेर पुरै फोहोर भइहाल्यो। यस्तो सफा गर्नुपर्छ। त गाइस मजा आउँदैछ गाइस। यस्तो टाइममा त नुहाउनु पर्छ गर्मीको टाइममा। त गाइस अहिले म भिडियो बन्द गर्दैछु, पहिला नुहाइहाल्छु अनि राम्ररी फेरि म भिडियो गरेर हेराउँछु ल गाइस। अब उस्टी हान्छु उल्टा उस्टी। यो हेर्नु यो मुलाले पुरै फोहोर गरिदियो। यस्तो सफा पानी हुँदा अनि मजा आउँछ नि गाइस। यस्तो हेर्नु कति राम्रो सफा पानी। लडे यस्तो सफा पानीमा कति मजा आउँछ। अब यो जाँदैछ गाइस हेर्नु। यो अब कहाँ निस्किन्छ, यो मुला बिचमा आइहाल्यो रे। हेर्नु त्यो त्यहाँ गएर निस्को। अब यो अर्को गयो हेर्नु, यो फोहोरै पारिदियो गाइस। हेर्नु यो मुला नुहाउँदा त फोहोरै पारिदिन्छ। यस्तो गर्मीको टाइममा त यस्तो नुहाउँदा त धेरै मजा आउँछ। त अर्को पनि गयो, अर्को हेर्नु सुपरम्यान भनौँ यो पनि फोहोर गर्छ। खुट्टा नथपाना रे मुनि रे, खुट्टा थपाउँदा यस्तै हुन्छ। त गाइस अब हामीहरू उस्टी तुस्टी हान्छु। अब भिडियो गर्छ यो मेरो भाइले, साथी हो। ए हात पुछ रे, हात पुछ। त गाइस अब म र यो उस्टी हान्छु, चुइपी हान्छु। हेर्नु मजा आउँछ। अनि अहिले एउटा मुर्दा उता गएको छ। अब यता हेराउनु, क्यामेरा अलिकति यता गर। पहिला यो म हान्छु अनि यो हान्छ। हेर्नु पहिला म कस्तो हान्दैछु। लाग्छ गाइस, डर त लाग्छ। ए गाइस मरिहाल्यो। मजा आइहाल्यो मजा। अब यसको टन हेर्नु पुरै गाइस, यस्तो त मजा आइहाल्यो। अब हामीहरू चुइपी हान्छु, चुइपी आइज रे आइज चुइपी हान्छु। अनि कहाँ उठ्छ हामीहरू दुईजना हेर्नु। त गाइस अब हामीहरू चुइपी हान्छु सँगै। 1 2 3 गो। गाइस चिसो पानी त मजा आउँदैछ। हेर्नु अझै एउटा त्यही मर्दै। यसलाई राम्ररी पडु खेल्नै आउँदैन। हान्दैछ चोस मन गर ले। अब हामीहरू त्यहाँ जान्छु, तपाईँलाई भनेको थिएँ नि त्यहाँ होल्डिङ हानेको छ। अब उतै जान्छु। अब हेर्नु यताबाट जान्छु। पानी त छ, रिक्स छ, मोबाइल त वाटरप्रुफ होइन। ओ यस्तो नगर्न रे, मोबाइलमा पानी छिर्छ। त गाइस हेर्नु, म कहाँ छु, मोबाइल लिएर छिरिहालेँ। डर त लाग्दैछ गाइस। लडिहाल्दा त गयो मेरो मोबाइल। घरमा त कुटै मिल्छ। यताबाट आयो, यता धेरै पानी छ नि गाइस। यता त दलदल छ, त्यहाँ धसिहाल्दैछु। हेर्नु पानी अलिअलि यस्तो छ। अनि यहाँ म धस्न आँटेँ। हेर्नु उनीहरू पनि आउँदैछ। अब यतैबाट हामीहरू चढ्छु गाइस, चढ्दैछु। हेर्नु ओइ लडे। त गाइस चढ्नको लागि पनि मेहनत गर्नुपर्छ। अनि हामीहरू आइहाले, अब उनीहरू आउँदैछ। हेर्नु त गाइस पहिला हामीहरू नि उताबाट आउँथ्यो। हामीहरू पहिला उताबाट आउँथे। अनि यहाँ पुरै जङ्गल भइहालेको थियो। अनि साइकल उतै राख्थे। डर लाग्दै थियो कि साइकल हराउँछ भनेर। अनि हामीहरू उताबाट आए अनि साइकल उता छ। अब हामीहरू त्यहाँ जान्छु, हेराउँछु तपाईँहरूलाई। पहिला त हामीहरू त्यहाँ नुहाउँथ्यो, यहाँ त होइन। यहाँ किनकि यो होल्डिङ हानिदिएको छ, फोहोरै फोहोर छ पानी। फोहोर छ नि पानी, त्यही भएर हामीहरू यता नुहाउँदैछु। फोहोर पानीमा नुहाउँदा त बिरामी भइहाल्छ नि गाइस। अनि पहिला हामीहरू यताबाट आउँथ्यो। यहाँ बाटो पनि छ। हेर्नु यहाँ पनि छ पानी, यहाँ बाटो छ। हामीहरू उता साइकल राख्थ्यो उता। अनि यहाँ एउटा छ खुल्ने। म यहाँदेखि डाइरेक्ट त्यहाँ जान्छु। गइहालेँ। अनि यो हेल्डेन त लाएकै छैन होल्डिङ। अनि अर्को हेल्डेनमा लाएको छ। यसमा पनि होल्डिङ हानिदिएको छ। अनि यसमा पराइ त हामीहरू यो खोल्थे, त्यो त पहिलादेखि नै यस्तो थियो। यो हेर्नु होल्डिङ हानिदिएको छ, अब खोल्नै मिल्दैन। अनि पानी यस्तो छ गाइस। पानी त फोहोरै फोहोर छ। यो हेर्नु पहिला त्यहाँ हामीहरू बसेर नुहाउँथे, त्यो खोलिदिँदा मजा आउँथ्यो। कुन मान्छेले होल्डिङ हानिदिएको छ। यता पनि पानी हुन्थ्यो, अहिले सुकेर हेर्नु कस्तो भइहालेको छ। उता पानी नि पानी त्यस्तै जस्तो थियो यता पनि। अनि हामीहरू त्यो बोटबाट हाम फाल्थे। त्यो बोट त्यहाँ हेर्नु अहिले हेराइदिँदैछ नि। त्यो त्यहाँ त त्यहाँसम्म पानी थियो। त्यहाँ छ नि, छाप छ त्यहाँ। येल्लो छाप भइहालेको छ, त्यो भइहालेको छ।
अनि उताबाट पनि हाम फ्याल्थ्यो। त्यहाँ हेर्नु बिचमा छ हाम फ्याल्ने एउटा। अनि माछा त धेरै छ गाइस यहाँ टन्न। अनि यता त हेर्नु यता कस्तो भइहालेको छ हाल। पहिला यता सबैतिर पानी नै पानी थियो, अहिले पानी नै छैन। हेराइदिने गाइस त्यहाँ कुन मान्छेले होल्डिङ हानिदिएको छ, नत्र होल्डिङ नहान्दा त्यो खोलेर पानी यता आउँथ्यो, यो बगाउँथे अनि नुहाउन आउँथे। पहिला जस्तो यहाँ राम्रै छैन, पहिला कति मजा आउँथ्यो, धेरै मान्छेहरू पनि आउँथ्यो, केटाहरू सबैजना। अनि यहाँ यस्तो छ नुहाउने, हेर्नु नुहाउने ठाउँको यस्तै छ, यस्तो छ। यहाँबाट बिचबाट यहाँबाट डाइरेक्ट गएर कुद्नु पर्थ्यो, मजा आइहाल्थ्यो। अनि यता पनि छ, यता पनि हामीहरू यहाँ यतैबाट चढ्थ्यो। यहाँ हेर्नु ढुङ्गा छ, किनकि पहिला पानी हुँदा उताबाट जानै सक्दैन त गाइस। उताबाट जाँदा त हाम्रो लुगा नि भिज्थ्यो, त्यही भएर हामी पहिला उता थियो, त्यहाँ छ नि ढुङ्गाहरू, त्यहाँबाट चढ्थ्यो। अनि फेरि अब यतैबाट सर्टकट हुन्छ हामीहरूलाई, यहीँबाट आएर एकजनाले चढाउँथे, चप्पल लिन्थे, लुगासुगा लिएर यहीँबाट चढिहाल्थ्यो हामीहरू। पानी छैन मजै आउँदैन नुहाउनु। तर उता छ, उता अलिअलि पानी छ, घाँटीसम्म पुग्छ यति यति, अनि नुहाउनु मजा आउँछ। यहाँ होल्डिङ नखान्दा नि अनि ठिक भइहाल्थ्यो। अब यो होल्डिङ कहिले छुटाउँछ छुटाउँदैन, कति मजा आउँथ्यो नुहाउन। यताबाट हेर्नु कस्तो राम्रो छ कि हाम फ्याल्न स्विमिङ पुल, हामीहरूको देशी स्विमिङ पुल गाइस। धेरै केटाहरू आउँछ यहाँ नुहाउन, धेरै ठुलो ठुलो। पहिला त हामीहरू उतैबाट आउँथ्यो, अब उताबाट आउनु पनि मन लाग्दैन। यो खोल्दैछ हेर्नु, गाडी चलाउँदैछ यसले, यो अब गाडी चलाउँदैछ। नखोल रे, गाली गर्छ नत्र। ए यही हो कि रे, यहाँ यतादेखि त्यहाँसम्म छ त, त्यही हो कि। अनि यहाँ हेर्नु यहाँ अर्कै खाले छ। पहिला पानी पर्दा हामीहरू नि यतै कपडा राखिदिन्थे, अनि यसको तल पनि राखिदिन्थे पानी पर्दा। अब हेर्नु फेरि उतै जान्छु, अब उतै नुहाउँछु, यता बसेर पनि केही फाइदा छैन, यता यस्तै हो। आइज रे लड्छस् मुला, पौडी खेल्न आउँदैन, बस्दैछ बिचमा। यहाँ मजै आएन गाइस, उतै अलिअलि चिसो छ पानी। 1-2 बजेतिर आउँदा त पानी त तातो भइहाल्छ। यस्तो अहिले चिसो छ नि जस्तो, त्यस्तो हुँदैन फेरि चिसो, यस्तै हो यता। अब फेरि पानी धेरै पर्छ नि, अनि आफै खोल्छ उनीहरू मान्छेहरूले आफै होल्डिङ खोल्छ। अनि फेरि केटाहरूको भिड लागिहाल्छ नुहाउन, धेरैजना आउँछ, मजा आउँछ। अनि यता त अहिले कम छ नि पानी, यहाँसम्म पुगिहाल्छ, यहाँसम्म पुरै यहाँसम्म। यता त पुरै यस्तै घाँसहरू थियो, यो घाँसको नामै थाहा छैन, म त जङ्गलै भनिदिन्छु। के भन्छ रे यस्तो घाँसहरूलाई? कासी, हामीहरूको भाषामा त कासी भन्छ, मलाई पनि थाहा छ रे, नेपालीमा के भन्छ खोइ, के भन्छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु। यतैबाट जाने कि के रे? यतैबाट ए उता कि यताबाट रे? यताबाट पनि राम्रो छ कि यताबाट जाँदा पनि हुन्छ। अब उतैबाट जाने, यताबाट त जान मन छ, त्यहाँ गहिरो छ नि अलिकति, मोबाइल गइहाल्छ। फेरि मोबाइल जाँदा त फेरि मेरो घरमा त फेरि मिठाई खुवाउँछ मलाई। अब फेरि यहाँबाट त्यहाँ हाम्रो लुगाहरू छ, फेरि यहीँबाट चढेको थियो कि रा, यहीँबाट चढेको थिएँ। डर पनि लाग्दैछ गाइस, सबैजना आउँदैछ पालो अनि हामीहरू त नुहाउनेमा त हेर्नु सबैजना आउँदैछ, यस्तै पालो आउँदैछ। बिस्तारै आइज रे, तैँले चप्पल लगाएको छैन नत्र घुचिदिन्छ। पानी त गाइस यहाँ हेर्नु, त्यो एउटा माथि नै छ मुला। हामीहरू यस्तै गाइस, साथीहरू भनेको जस्तै नि हो, मोज गर्ने टाइम हो हामीहरूको। जस्तो 14 देखि 15सम्म छ नि मोज गर्ने टाइम हो, अहिले मोज गर्नु गाइस। यहाँ हेर्नु नि पानी कति राम्रो छ, मजा आइहाल्छ। आम्मामा यति पानी भइहाल्यो, हो भाइ साहब। अब मोबाइल राख्छु, एकछिन नुहाउँछु, अनि फेरि जानु बेला यो राम्रो ब्लग बनाउँछु, उस्टी हाल्ने अलिकति त बनाइहालेको छु, फेरि बनाउँछु त्यस्तै खाले। त गाइस हामीहरूको नुहाइ भइहालेको छ, हामी सबैजना हेर्नु यहाँ नुहाएर रेडी भइसकेको छ। गाइस मैले केक खिचिहालेँ,
गाइस हेर्नु मेरो साबुनको हालत कस्तो भइहालेको छ। एक दिन त ल्याएको थिएँ पुरै टट्टी भइहालेको छ। डेटलजनलाई पेट्रोलजन भइहालेको छ। न अब उतादेखि अब घर जान्छु। गाइस हामीहरू निस्किहालेको छु साइकलमा। हेर्नु चड्डी यस्तो दिएको छु। अब आउनु बेला त यताबाट आएँ, अब जानु बेला यताबाट जान्छु। एउटा पुल छ झुलुङ्गे पुल, उता तपाईँहरूलाई हेराइदिन्छु। उताको पानी यतै आउँछ, यताको पानी उतै जान्छ। हामीहरू आइसक्यो पानी खान। कस्तै खाएको थियो, धेरै चिसो थियो यो खोलाको पानी। यही खोल यसको अनुहार मिल्दैछ कि गाइस हेर्नु। यसको अनुहार र यसको अनुहार स्याम स्याम मिल्दैछ। हेर्नु त यसको र यसको अनुहार। हिँड रे पानी खान आइहाल्यो यो मुला। चिसो धेरै छ कि यो कलको पानी। अनि पानी सानी खाएर मुख हात धोएर अब फेरि जान्छौँ हामीहरू। बाइक उठाउँछु हाम्रो निन्जा X2R अनि फेरि निस्किन्छु। बाटो डुल्दै बस्छु आज। हेर्नु त्यसले आफ्नो चड्डी उता गरिदियो, मेरो चड्डी यहीँ सुक्दैछ। त्यसको चड्डी हेर्नु सुकाउँदैछ यो मुलाले घरमा कुनै खानको लागि बस्नको लागि। यो पनि आइहाल्यो। यो केटालाई हेरे जस्तो लाग्दैछ। यो पनि आइहाल्यो यता। त गाइस यिनीहरूले नि साइकलको लागि भन्दैछ चला मेरो साइकल चला, क्योंकि त्यो मुला बसेर आयो नि, त्यही भएर भन्दैछ सबैलाई चला चला। अनि म यतैबाट छिराइदिएँ। हेर्नु हामीहरू साथीहरू यस्तै हो, डुल्दै बस्ने। अहिले छुट्टी छ, हेर्दै गर्नु पुरै बाटो मजा आउँछ। यस्तै हो यो बाटो। हेर्नु यिनीहरू के गर्दैछ यता। अब हामीहरू त्यहाँ पुलसम्म पुगेर त्यो हेराउँछु भिडियो, अहिले राख्दैछु। त गाइस हामीहरू आइसक्यो यता। हेर्नु पुलतिर आइसक्यो। यही हो पुल। हेर्नु ठुलो छ। त गाइस पुल यस्तै छ। हेर्नु गाइस यहाँ अब आवाज अलि अर्कै टाइपको आउँछ। ट्र्याक्टर आउँदैछ नि, ट्र्याक्टर अब तलबाट। त्यहाँ एउटा स्कुल छ लोइला स्कुल। अनि पुल हेर्नु यस्तो खाले छ। अनि एउटा सिटी पनि आउँदैछ पछाडिबाट। अनि ट्र्याक्टर पनि आउँदैछ। ए होस् बेरे ट्र्याक्टर गर्नु। ट्र्याक्टर हेर्नु गाइस ट्र्याक्टर। जिरा चला चला गाइस हामीहरू त घर त आइसकेको छु। अब जाँदैछु हामीहरू उड हेर्न। अरे उड ल्याएको छ। अब उड हेरेर अनि तपाईँहरूलाई हेराइदिन्छु उड कस्तो छ। हेरिहाल्नु भएको छ होला। हेर्नु अब उतै गएर हेर्दैछ गाइस। उड यहीँ छ। गाइस उड हेर्नु कस्तो छ। नजिक त जाँदिनँ, उतैबाट हेर्छु। यता हेर्नु त्यहाँ छ उड। अलि यस्तो खालको छ। होस् रे हेर्नु भयो नि कस्तो छ। छोरा न छोरी हेर्नु उड यस्तो यहाँ राखेको छ अहिले छेउमा। अब जाँदैछु घर। गर्मी धेरै लागेको छ। त यो ब्लग म यहीँ एन्ड गर्दैछु। फेरि अर्को ब्लग लाउँछु नयाँ। बाई बाई गाइस।